उसले मलाई साथी मानेको मैले पनि त्यसलाई साथी म चाहिँ भन्छु सोच अब तिमीले बिहा गर्छौ भने चाहिँ एउटा अब जिन्दगी सोचेर बिहा गर्नु पर्यो त्यस्तो भिडियो चाहिँ नहालै होइन मैले चाहिँ राम्रो भनेको नि त होइन अब दाजुभाइको गफमा होइन त्यस्तै हो नि त बिचरा बोल्दैछ होइन अब बाङ्गा हो मेरो म एउटा इज्जत सम्मानै गर्छु यता होइन मलाई पिसा पाइसकेको यार त्यस्तो नभन न यार एउटा यस्तो भिडियोहरू बनाउँदाखेरि चाहिँ त्यो त्यस्तो खालको कुरै आउँदैन हेर न यो चाहिँ उयसको यो दार्जिलिङको होइन यो चाहिँ एउटा म उसले चाहिँ मलाई भाइ भन्छ म दिदी भन्छ तर यो टिचिङ उयो गरेर टिचिङ गर्छ चाहिँ हो अन्त यो एउटै हो फोटो बिहा गर्छौ भने चाहिँ फुल सपोर्ट भाइकोबाट भतिजकोबाट फुल सपोर्ट छ जोन जोन चाहिँ अघि मैले तर अघि के त्यो ल्याउँदै छोड्दै सुतिरहेको छु भने नि सुतिरहेको छु भने नि यही केटी हो यसलाई चाहिँ म साथी नै मान्छु कि तर यसले चाहिँ मलाई के सोचेको त्यो म जान्दिनँ ल्याउँदै छोड्दै चाहिँ त्यस्तो चाहिँ नगर अब मैले तँ ज्याठा तँ मलाई त के भन्नु मैले छोडेको जस्तो कुरा नगर्ने केटाहरू त्यस्तो त्यो हाम्रो गाउँको मान्छेको मान्छे चाहिँ मनपर्छ छोडे अरे कुनै जातिहरू अनि यहाँ भिडियोमा हाम्रो गाइजहरूलाई केही भनिदेऊ न म त केही छैन यही भन्नु मेरोबाट त होइन के हो कसो हो होइन अन्त अब फर्दर लाइफ कसरी जिउने विचार छ यसो भनिदिउँ म त त्यस्तै गरेर जिउने विचार छ खालि फोनै मात्रै बोल्ने ल्याउँदै नल्याउने पनि खालि फोनै मात्रै बोल्ने नल्याउने पनि टाइम पास खालि फोनमा मात्र टाइम पास गरेछ हो हाम्रो यता अब काकाहरू चाहिँ यस्तो छ नि त त्यही कारण हरेस लाग्छ अन्त हाम्रो चाहिँ यस्तै छ साथीभाइ है अनि अब हाम्रो चाहिँ काकाहरू हो होइन अन्त अब काकाहरूले अब बिहा त गर्नु त अब पहिला पनि गरेको तर अब उयो भयो नि त होइन काहीँ अब मिसअन्डरस्ट्यान्ड होइन त्यसले गर्दाखेरि अब छुट्यो होइन अन्त अब अहिले बिचरा अब प्रायः फोनमा म देख्छु नि त होइन बोलिरहेकोहरू देख्छु अन्त अब के हुँदा यसो मलाई पनि अब विश्वास लाग्छ नि त कति चाहिँ मैले देखेकोदेखि बोलेको अब कति चाहिँ फोनमा बोलिरहन्छ होइन तर अब ल्याउनु चाहिँ ल्याउँदैन होइन बाहिर अब साथीभाइसँग यसो भेट्दो होला गफगाफ गर्दो होला तर ल्याउनु चाहिँ ल्याउँदैन ल्याउन भनेको नि मैले चाहिँ होइन ल्याउँदैन पनि अरे यस्तो छ नि अन्त के भन्नु अब यस्तो तपाईँहरूले पनि आफै कमेन्ट गर्नुहोस् है